हेलो गाइस, सबैजनालाई गुड आफ्टरनुन। तपाईँहरू के गर्दै हुनुहुन्छ? जहाज गर्दै हुनुहुन्छ, एकदमै आरामै हुनुहुन्छ होला भन्दै म बिहानको 7 बजेदेखि 3 बजेसम्मको ड्युटी सकेर पनि म आफ्नो रुममा जानको लागि हिँड्दैछु। के छ त नि हाल खबर साथीहरू? यस्तै छ परदेशी जिन्दगी, ड्युटी जाने आउने काम चलिरहेछ। आज धेरै समय पछाडि म युट्युबमा भिडियो अपलोड गर्दैछु। तपाईहरूले हेरेर लाइक कमेन्ट गरिदिनु होला भन्दै म चाहिँ जेब्रा क्रसिङमा वेट गरेर बसिरहेको छु। कति गर्मी! जेब्रा क्रसिङमा बोल्दैछु, गाडीहरू पछाडि अगाडि आइरहेको छ। So guys, हेरिरहेछु रुममा पुग्नुको लागि समथिङ 10 देखि 15 मिनट लाग्छ। लाग्छु क्रोएसियामा यति चर्को घाम, यति चर्को घाम लागिरहेको छ कि यो घामले गर्दा उसै त कालो मान्छे झनै कालो हुन्छु होला सायद भनेर भन्न चाहिँ नहुने हो, भनिहालेँ। मिलाएर बस्नु पर्यो साथीहरू, होइन? म चाहिँ ड्युटीबाट खाना खाएर पनि हिँडिसकेको छु।